साथीहरू गुड मर्निङ वेलकम टु आज योगी स्यान्डी ब्लगमा। आज हामी यहाँ आउँदै धेरै टाढा टाढा लागेका छौँ। यस्तो गर्मी छ नि कुन जाने आज शनिधाम जाँदैछौँ। बाबुजीहरू अगाडि पछाडि अरू जानु हामीहरू। अनि शनिधाम आज भजन नारायण भजनमा जानु लाग्यो। राष्ट्रिय गर्मी छ एकदम बगान गर्मी आमा त्यो गर्मी बाबुजीहरू भजनमा आज बोल्नुहोस् कि के बोल्नु त केही बोल्नै आउँदैन। हेलो आज हामी कहाँ जानु अरे? आज हामी शनिधाम मन्दिर रामायण भजन छ, रामायण भजनमा जाँदैछौँ हामी। राष्ट्रिय गर्मी छ। सबै भक्तजनहरू आज भजन गरेर मनलाई शान्त आनन्दलाई लिँदैछौँ जाँदैछौँ। अब हेरौँ भजन कस्तो हुन्छ, कस्तो आनन्द दिन्छ। तपाईँहरूले पनि अनुभव गर्नु होला नाम सम्झेर। यहाँबाट किन्न लाउनु होला सोफा सेन्टर। महन्त गाउँथ्यो ए थाहा देखेर त म कालो कहाँ महन्त हो क्या महन्त महन्त गाउँ के प्रभु पुण्डे खोइ देखिन्न यहाँ त्यो त बन्दर मामा आयो कहाँ घुसेर बान्जी मामा कालो बुढी बाबु बाबु ए गाई छिटो छिटो अलि छोडो मेरो को बनाउने हो। त्यतिको फल्नु छ के भन्नु यसलाई शनिधाम आउनु होला। कस्तो राम्रो फ्रेस हावा लागिरहेको छ। कहाँ रे? शनिधाम महन्त गाउँ के अरे महालक्ष्मी नगरपालिका 8 महन्त गाउँ छुट्नुमा छ। उहाँहरूलाई जय श्रीराम। यो गिफ्ट ल छुट्नुलाई थ्याङ्क यू। गाउँ कि गाउँ कति शान्त ठाउँ छ। हामीको लागि हिँड्दै बिहान नहिँडेको काम नबस्दा बस्दै यस्तो भयो कि हिँड्नै नसकिने कि फेरि शरीर बस्दै बस्दै काममा भएर काम गरेको होइन नि त्यो बसेकै सुझ्यो न त केही गरियो न त केही आयो स्कुटी एउटा आयो 3-4 घन्टा पछि एउटा स्कुटी देख्यो। अब जाने भए जाउँ ए माया अब धेरै नसताउँ। गाउँमा डोजेर आयो भनेर दौडेर हेर्न पुग्थ्यो हामी। अहिले छ यी महन्त गाउँमा। ए तलबाट त फर्को होला सोधेको थिएँ एन्टीहरूलाई। ऊ एन्टी गाउँ कि जाउँ हो गाउँ कि जाउँ हजुर गाउँ यत्रा झुसिलो हुँदो रहेछ हाम्रो गाउँ। कैलाली केटा हस्पिटल छ नि त्यहीँनिर ठ्याक्कै टिकापुर हजुरहरूको ए लाग्ने मित्रहरू होइन कि ल थ्याङ्क यू अहिले थ्याङ्क यू ल राम्रोसँग काट्नु। वाउ क्या दामी गाउँ छ यार। काफल हुनुहुन्छ? काफल भन्ने जन्तु हुनुहुन्छ? ओए लडेलाई
यार म नसाथी जोड्नु भन्दै थिएँ त्यो आजै हुँदैन क्या तल घर रहेछ के कुन्टेला आउँदो रहेछ नि फुलको बगैँचामा फेरि माया कस्तो राम्रो बन्दैछ त्यहाँदेखि कस्तो राम्रो बन्दैछ है बाटो पर्ख भनिदेऊ न ए फर्क भनिदेऊ न राई माइलाले गाउँै छोडेछ ओइ मान्छे म त सोझो र सिम्पल सिम्पल मन्डी गाने त्यो तिम्रो डिम्पल माया तिमीलाई दिलको रात बैसाखी साल अनि उकालो बाटोमा चढेको होस केटा झन्डै त लडेको माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात बैसाखी साल कति राम्रो गाउँको झैँ लागेको एउटा दुईटा गीत पनि यो गीत अहिले गाएको माया पानीको पात माया तिमीलाई सम्झन्छु दिनको रात बैसाखी साल होइन सुलभ कति राम्रो खोलेको देखा त माटोमा हेलो साथी के छ सधैँ ए हेर त पनि रहेछ साथी साथी हो जानकी हो मेरो भान्जी हुँदैन ऊ पनि मेरो एउटा भान्जी दुईवटा भान्जी तिनवटा भान्जा अनि तिनवटा लाग्यो साथीहरू यहाँबाट कता एउटा गुफा छ अरे गुफा हेर्न जाने यहाँ कति दामी ठाउँ छ जङ्गल रहेको माथि पुरा डाँडा होइन यहाँको बाख्राको रहेछ सबैतिर सन्तोलीको बोट भन्छ क्या सन्तोलीको बोट
भाङको त पुरै गाजाको त पुरै यहाँ ओल्छे यो स्याउनीलाई चाहिँ थाहा भएको यहाँको मान्छे कति राम्रो ठाउँ छ ओहो सबजना स्टिक ल्याए भएर हुन्थ्यो आज काफल नि पाइन्छ त यहाँ काफल राजै ओ राजै काफल पाइन्छ अरे यसलाई के भन्छ हाम्रोतिर गणे काफललाई भन्न हो गणे काफल यो दिदीको फेभरेट खाना हो खाने कुरा हो ल हुन्छ खानु भएन हामी गणे काफल तर मलाई मन पर्दैन सानोदेखि होइन राम्रो हुन्छ मिठो हुन्छ तपाईँले के यहाँको बारेमा केही बताउनु हुँदैन मलाई आउनु आउनु मकै मकै छ यहाँ मकै यो बारीमा निहाल्नु भन्नेले लग स्टाइल यहाँबाट पानी निस्किन्छ हेर्नु यहाँ कति महिना आउँछ है यहाँ पाइप छ आफै भित्रबाट हो कि कहाँबाट साबुन सहित यस्तो अद्भुत छ कि यहाँ ठाउँ साबुन पानी सहित निस्किन्छ अरे यहाँ राम्रो ठाउँ मलाई त पुरै गाउँ गएको फिल भयो यहाँ गाउँ पुरै हेलो दाइ त्यही बाटो सिकाउने यहाँको बासिन्दा हुनुहुन्छ हजुर यहाँ नि मान्छे बस्नुहुन्छ यसलाई गोठालो भन्छ आज हजुर ए भक्तर छिटो हो यार केको गाई माता छन् अनि गाई गोठे के को बोक्छु सोबिसो निम्कामा मटिन्छ जय शम्भो ओम नमो पार्वती पतये देखो काफल और हेलो मिठो छ कति रमाइलो है कस्तो काफल कस्तो छ काफल पनि मिठो छ असेर पनि मिठो छ है कुन ठाउँ हामी कुन ठाउँ छ अहिले कुन ठाउँ हो थाहा छ यो धाम आएको घुमेर रमाइलो भयो काफल खाएर रमाइलो काफल खाएर रमाइलो ए प्लेन पनि छ यहाँ प्लेन पनि उडिरहेको छ है यता यहाँ हेर त के ल्याएर आयो उसले त कागती हेर्नु ल ब्यागमा हालेर कागती पनि सबै पाइँदो रहेछ के ल के ल्याएर आउँदै हुनुहुन्छ त्यति नै सबभन्दा बढी राजेशले मात्रै ल्याएको खोइ पुन्टेको जुगाले खायो यहाँ हेर्नु न सबैलाई जुगाले खायो काफल हेलो काफल खाऊ न बाबुहरू पनि खाँदा गरेको म भुइँमा धरेको दुईजना
आँखा निकाल्नु है यहाँबाट उतारेर कसैको लागि यो आलु पोखरा हो छोरा माथिबाट हो कि उल्टो इङ्ग्लिसमा खुला सिगरेट त खानै हो मेरा बोला है भंडारी करता नंदी की सवारी शंभुनाथ रे ओ शंकर नाथ रे ओ गौरा भांग रगड़ के बोली तेरे साथ है भूत की डोली मेरे नाथ रे ओ शंकर नाथ रे शंभो। हेलो हाई हाई ऊ चाहिँ मेरो भान्जी अनि उसको चाहिँ म मामा हामी आज शनिधाममा छौँ यो चाहिँ कान्छो मामा मेरो क्याब खस्यो कस्तो राम्रो देखियो मलाई म चाहिँ योगी दाइको भाइ अनि पुन्टुको मामा पुन्टु तिमी यहाँ आए कति दिन भयो 3 दिन मात्रै हो के खायो अनि के खाने काफल खाना छैन काफल ए यहाँ राम्रो छ कि उता यहाँ लामो छ कि उता लामो छ कुन ठाउँ राम्रो यता लामो छ हामी राम्रो कि पछाडिको ब्याकग्राउन्ड राम्रो ए पुन्टु पनि छ है यहाँ पुन्टु पनि आइसकेको छ अघि नै आइसक्यो हो हामीसँगै त आएन तर ऊ आफ्नो ड्याडीसँग आएको हो हो ए अब चल्ने माथि तिमी जाने कि नजाने गइसक्यो हो ल हाम्रो गाइड उता भान्जी हाम्रो गाइड ल भान्जी भान्जा दुइटै त है मामा र भान्जी गाइड हो हेर त गाइड कस्तो राम्रो काठमाडौँको भ्यू के देख्ने ल यहाँदेखि पुरै धुवा छ के है कस्तो राम्रो छ ल सन्धान थोरै माथि छ डाँडा डाँडा चब्बै हिँड्दै भयो अब शान्ति हुनु होला ओम नमो पार्वती पते हर 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 महादेव शम्भो जय भोलेनाथ बिस्तारै तल ल्याउनु हेलो गाइस ड्रोनमा मलाई छेप्जेको हेर न ड्रोन तल आइदियो छिटो सारङकोटको डाँडैमा आऊ बस आडैमा चढियो रोफेवा ताल उठी गयो हाम्रो माया यो बनैमा शीतलो मायाले हो बनैमा शीतलो छायाले हो सारङकोटको डाँडैमा आऊ बस आडैमा सारङकोटको डाँडैमा आऊ बस आडैमा जति गहिरो फेवा ताल त्यति गहिरो हाम्रो माया जा मर्योला झुनकिरी सिसाकी गोलीले लाग्दैन या बढ्दै गयोला झुनकिरी त्यो तिम्रो बोलीले काफल खाना कुइया मर्योला झुनकिरी सिसाकी गोलीले लाग्दोलाए नेपालगञ्ज सहर रैमाला झुनकिरी पानी पर्यो टिनमा लाग्दैन या बढ्दै भयोला झुनकिरी साथीहरु म एउटा कोइलीको धुन निकाल्छु है एकछिन है आउने रहेछ यसरी निकाल्नु यसरी सेक्दै यहाँ बिरामी भयो भने ज्वानो पानीले टक्क सेकेर काट्ने तेल लगाएर कस्तो राम्रो हुन्छ अब लाइफमा हामीले यो अनुभव कहिले गर्न पाउँदैन जस्तो लाग्छ म गाउँ गए त पाउँछौँ होइन गाउँ पनि अब कहाँ जान्छौँ
बिरानी हुँदो रहेछ यहाँभित्र त फुलमा सबै हुन्छ फुलमा काँडा पनि हुन्छ फुलमा सुगन्ध पनि हुन्छ फुलमा स्वर पनि हुन्छ ताल पनि हुन्छ हामीले बुझ्नु नसके मात्रै हो फुलको महिमा हामीलाई थाहा छैन ईशाको अवधि दिन होइन त ब्लग मैले बनाएको छु नेपालको भाषण दिन से आप तो ज्ञानी निकले आप तो देव मान्नु निकले ज्ञानी बाबा आपका ध्यानमै थियो पार्ट अफ आयो आयो हाम्रो बस आउनु भयो ल फाइनली गाडी आयो ल हाम्रो गाडी फाइनली आइसकेको छ गाइस अब हामी घर कोहीसँग पुगिसक्यो यार ए ल भयो भयो ल दाजु घरको ल फाइनली गाइस घरको आउनु भयो भने हामी पछाडि जाउँला ल गाइस फाइनली अब बाइ बाइ गाइस फाइनली गाइस अब हामी लगभग निस्किँदैछौँ अहिले मसँग एक्लै छु मेरो साथमा कोही पनि छैन म एक्लै त हो साथी गाडी चलाएर दाइ बबाल हुन्छ भन्नु दाइ एकछिन हाई गर्नु दाइ म बिहान 4:30 बजे रुमबाट निस्केको मान्छे अहिलेसम्म भर्खर आवाज जानु लाग्यो आजको दिन ओए हल्ला हल्ला अलि ऊ मेरो साथीहरू छन् पहाडी ल फाइनली गाइज अब हामी ग्वारको चोकमा पुगिसकेका छौँ लगभग हाम्रो यात्रा आजको समापनतिर आइरहेको छ गाडीमै ठिक छ कुन कस्तो भयो त आजको यात्रा एकदम बबाल यति रमाइलो भयो कि शनिधाम साथीहरू तपाईँ जानु होला यति राम्रो ठाउँ छ कि बबाल पुरै काठमाडौँको भिडियो हाल्न सकिन्छ ललितपुर जिल्लामा पर्छ यो गाउँको नाम के अरे महन्त गाउँ महन्त गाउँ हो महन्त गाउँ राम्रो छ ठाउँ एकदम बबाल छ हजुरलाई कस्तो लाग्यो म अहिले केही पनि भन्दिनँ जब तपाईँहरू स्वयं आफै यहाँ आएर अनुभव गर्नुहुन्छ अनि तब थाहा पाउनुहुन्छ कस्तो छ भनेर पहिले आउनु थ्याङ्क यू बाबु हजुरलाई कस्तो लाग्यो आजको यात्रा संविधानको बसाइ तपाईँको यो भ्रमण कस्तो रह्यो ठिक छ राम्रो लाग्यो प्रभु बाबु ल हाम्रो नितेश प्रभुजीलाई कस्तो लाग्यो त संविधानको यात्रा हाम्रो कस्तो रह्यो त धेरै रमाइलो भयो जोस् भगवानको कृपा भयो शनिदेव भगवानको हजुर भजन गरियो हजुर अनि प्रसाद खाइयो अहिले आइयो फेरि अब घरतिर अब अरू दिन पनि अब केही समयपछि फेरि जानुपर्छ भन्ने हाम्रो फिराइ पनि सक्यो अब टाटा बाई बाई गुड नाइट अब स्विट ड्रिम